सत्यकथामा आधारित नयाँ लोकदोहोरी उमेर 55 सार्वजनिक। लक्ष्मी परियार, चिज गुरुङ र अर्जुन गहतराजको दमदार प्रस्तुति। सत्य घटनामा आधारित नयाँ नेपाली लोकदोहोरी गीत उमेर 55 सार्वजनिक भएको छ। चर्चित गायिका लक्ष्मी परियार, लोकप्रिय गायक चिज गुरुङ र प्रतिभाशाली गायक अर्जुन गहतराजको सशक्त स्वर रहेको यो गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ। चर्चित गायक चिज गुरुङलाई लन्ठो जस्ता चर्चित गीतले उनको लोकप्रियतालाई उचाइमा पुर्याएको थियो। गीतको संगीत संयोजन राजेन्द्र बाजुरालीले गरेका हुन् भने रेकर्डिङ सागर बाजुराली रेकर्डिङ स्टुडियोमा गरिएको हो। मिक्सिङ तथा मास्टरिङ खड्ग बाजुरालीले गरेका छन्। गीत लक्ष्मी परियार अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। चर्चित गायक चिज गुरुङले सुरुवाती चरणमा सालैजो, म तिम्रै हुँकेर, डाँडैमा पिपालु बोट र मोहनी लगायतका एल्बम तथा गीतहरू सार्वजनिक गरेका थिए। यद्यपि उनको वास्तविक पहिचान प्रत्यक्ष दोहोरी गायनबाट बनेको थियो। संघर्षका दिनमा परिवारबाट वैदेशिक रोजगारीमा जान सुझाव आए पनि चर्चित गायक चिज गुरुङले आफ्नो सपना भने त्यागेका थिएनन्। विदेश जाने अवसरभन्दा संगीतलाई रोज्दै निरन्तर मेहनत उनले गरेका थिए। लोकदोहोरी प्रतिको लगाव, निरन्तर अभ्यास र संघर्षकै बलमा उनी आज नेपाली लोक तथा दोहोरी संगीत क्षेत्रमा सफल र लोकप्रिय गायकका रूपमा स्थापित भएका छन्। यही अनुभव, मेहनत र मौलिक शैलीले उमेर 55 जस्ता नयाँ सिर्जनामा पनि उनको प्रस्तुति थप प्रभावशाली बनेको छ।